छुट्टिएर तिमीसँग बाँच्न सक्ने भयो। सो अस्ति मम्मी र म भएर गएको थियौँ हस्पिटल अनि हस्पिटल काम भएर हामी घर फर्केको बेलामा मैले यसो सम्झेँ कि यदि अहिले मैले स्यालेरी पाएको भए यति नजिकै ओलिज स्टोर चक्क लाएर ओलिज स्टोरमा गएर 8,000को मिनी माइक किन्न पाएको भए कस्तो मजा आउँथ्यो होला। अनि मम्मीले मलाई सोध्नु भयो कति पर्छ र? मैले भने 8-9 हजार। कहाँ हो किन्ने कहाँ हो र? अब मम्मीले यति भनिसकेपछि मलाई पक्का थाहा भयो कि मम्मीसँग पैसा छ। अनि त्यसपछि मैले मम्मीलाई लिएर गएँ ओलिज स्टोरतिर। अनि ओलिज स्टोरमा पुग्ने बित्तिकै टक्क लाएर त्यहाँ काम गर्ने मान्छेले हामीलाई भन्यो कि दाइ तपाईँको घरमा त होटल छैन। मैले तपाईँको भिडियो हेरेको थिएँ। त्यसपछि अनि के थियो र हामी मक्क पर्दै चिने भने बोयाबिनी मा यता लेखेर चाहिँ बोयाबिनी माइक अनि त्यसपछि माइक देखाउँछु म तपाईँलाई अब टक्क लाएर ओलिज स्टोर मैले किनेको चाहिँ ओलिज स्टोरबाट है। अनि टक्क लाएर सुरुमा चाहिँ म तपाईँलाई एउटा बिल देखाउँछु। सो यो चाहिँ अलिकति भएको सामानको उपयोग गरौँ भनेर है। अनि टक्क लाएर अब चाहिँ देखाउँ हामीलाई के पाएको छौँ हामीले बक्समा। सो सुरुमा चाहिँ हाम्रो आउँछ यो बिल। तीनटा बिल थियो। जग्गा किने भन्दा नि बढ्ता साइन गर्नु परेको थियो। 3टा बिलमा 3टा साइन। क्यों बे ओवर एक्टिंग करता साला? ओवर एक्टिंग की औलाद। अब तेरे को बराबर होता नहीं क्या बोलने? सो चाहिँ यसको बिल है कति पर्यो टक्क लाएर यहाँ सबै कुरा छ। अनि त्यसपछि चाहिँ टक्क लाएर अर्को हामीले पाउँछौँ बक्स। टक्क लाएर बयामिनी माइक 2.4 छोडिदिनु मलाई पढ्नु आउँदैन। अनि त्यसपछि यो भयो जुन चाहिँ हामीले कहिले पढ्दैनौँ। अनि त्यसपछि अर्को भयो हाम्रो ओरिज माइकै छैन त्यो बिर्सेर आएकै दोकानमा। यो ती पनि यसभित्र पर्छ है मैले निकालेको थिएँ। यो यसरी आएको हुन्न यसभित्र आएको हुन्छ बट मैले यसमा हालेको थिएँ। सो दिस इज आवर बयामिनी माइक दे और 50 रुपया काट ओवर एक्टिंग के वजह। सो मैले चाहिँ यो चाहिँ हाम्रो गाउँको केटाहरूले चाहिँ देखाएको थिएँ। अनि त्यसपछि कतिजना केटाहरू मतलब सानो सानो खुच्चीहरू अब मेरो त साथीहरू ठुल्ठुलो छैन त्यो सानो सानो छन्। अनि तिनीहरूलाई देखाएको त अब के गर्नु यसो गर्छन् भोसडी कि यो माइक हो यसरी भन्न परेको थियो कि हेर्दा ठ्याक्कै एयरबड जस्तो छ। एन्ड आई एम नट अ टेस्ट बर्नर जुन चाहिँ मलाई चाहिँ त्यस्तो विधि राम्रोसँग रिभ्यू दिनु आउँदैन। अब यदि तपाईँहरूलाई एकदम राम्रो रिभ्यू चाहिएको छ भने चाहिँ आफै किन्नु होला। मजा गरेको।